अराउन्ड 48 लाख्समै टाटा नेक्सन K3 EV। इकोनोमिक इभी मात्र होइन, राम्रो रेन्ज, बडी पावर र प्रिमियम फिचर्स भएको इलेक्ट्रिक एसयुभी खोज्दै हुनुहुन्छ भने टाटा नेक्सन K3 EV तपाईँका लागि हुन सक्छ। अब सुनौ यो गाडीको प्राइस कति छ। सोरुम प्राइस 48,99,000 हो। तपाईले सही सुन्नुभयो। करिब 48.9 लाख्समै सुरु हुने यो इभीमा 325 किलोमिटर सम्मको रेन्ज दिन्छ फर एक्सटेन्सिभ मार्केट टेस्टिङ इन नेपाल। अब फिचर्सको कुरा गरौँ। यसको दुईवटा भेरिएन्ट रहेको छ। लङ रेन्ज एन्ड इम्पावर्ड प्लस 45 भेरिएन्ट अनुसार दुईवटा ब्याट्री अप्सन पनि रहेको छ। इम्पावर्ड प्लस 45 मा ब्याट्री क्यापासिटी रहेको छ 45 किलोवाट पर आवर। लङ रेन्जमा 40.5 किलोवाट पर आवरको ब्याट्री प्याक रहेको छ। मोटर पावर 98 किलोवाट रहेको छ, जसले गाडीलाई कम्फर्टेबल ड्राइभिङका लागि हेल्प गर्छ। इलेक्ट्रिक मोटर टर्क 215 Nm रहेको छ। यसमा टर्निङ रेडियस 5.3 छ, जसले इजिली नै साँघुरो गल्लीहरूमा र पार्किङमा युटर्न गर्न सजिलो हुन्छ। अझ रोचक कुरा त के छ भने यो इभीले 0 देखि 100 किलोमिटरको एसिलेरेसन मात्र 8.9 सेकेन्डमा लिन सक्छ। यसको फास्ट एसिलेरेसन यसले इन्स्ट्यान्ट दिने टर्क र स्पोर्ट ड्राइभिङ मोडका कारण पोसिबल भएको हो, जसले यसलाई सिटी राइड र हाइवेमा ओभरटेकिङ गर्दा एकदमै सजिलो बनाउँछ। चार्जिङको कुरा गर्दा नेक्सन इभीले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। फास्ट चार्जर प्रयोग गर्दा 0% देखि 80% चार्ज हुन मात्र 56 मिनेट लाग्छ। अर्थात् लामो यात्राको बीचमा पनि धेरै समय तपाईले वेट गर्नु पर्दैन। एकपटक फुल चार्ज गरेपछि काठमाडौँबाट चितवन पुगेर फेरि काठमाडौँ फर्किने दूरी जत्तिकै यात्रा गर्न सकिन्छ। अब सेफ्टीको कुरा गरौँ। नेक्सन K3 EVले भारत ग्लोबल NCAP अनुसार 5 स्टार सेफ्टी स्कोर पाएको छ। यसमा 6 एयरब्याग्स, 360 डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ, प्यानिक ब्रेक अलर्ट जस्ता मोडर्न सेफ्टी फिचर्सहरू दिइएका छन्। त्यसैले सेफ्टीको हिसाबले पनि यो इभी एकदमै नै स्ट्रङ मानिएको छ। अब साइजको कुरा गरौँ। नेक्सन K3 EV एउटा कम्प्याक्ट एसयुभी हो। ग्राउन्ड क्लियरेन्स 190 mm राम्रो भएकाले स्पिड ब्रेकर, खाल्डाखुल्डी र नेपाली सडकमा सामान्य चुनौतीहरू सहजै पार गर्न सकिन्छ। इनसाइड के छ त? इन्टेरियर निकै नै प्रिमियम देखिन्छ। 12.3 इन्च हार्मान सिनेम्याटिक टच स्क्रिन दिएको छ। वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट पनि छ। फ्रन्ट सिट्स भेन्टिलेटेड छन्, जसले गर्मी मौसममा पनि बस्न आरामदायी हुन्छ। यसमा प्यानोरामिक सनरुफ पनि दिएको छ, जसले क्याबिनलाई एक्स्ट्रा प्रिमियम फिल दिन्छ। अझ इभी भएकाले अगाडिको पार्ट फ्रन्टमा एक्स्ट्रा स्टोरेज स्पेस पनि पाइन्छ। तर यसको सबैभन्दा ठूलो स्ट्रेन्थ के हो त? नेक्सन K3 EV को सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको रेन्ज, सेफ्टी, प्रिमियम फिचर्सको कम्बिनेसन हो। गुड रेन्ज, गुड पावर, प्रिमियम फिल खोज्दै हुनुहुन्छ भने नेक्सन K3 EV तपाईका लागि एकदमै राम्रो अप्सन हुन सक्छ। त्यसैले यदि तपाईको बजेट अराउन्ड 50 लाख छ भने तपाईले टाटा नेक्सन इभीलाई आफ्नो सर्ट लिस्टमा राख्नै पर्छ। अब तपाईलाई टाटा नेक्सन K3 EV कस्तो लाग्यो? कमेन्ट गरेर आफ्नो विचार व्यक्त गर्नुहोला। यस्तै इभी अपडेट्स, रिभ्युजका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। www.britantanews.com। त्यसैगरी यहाँले हामीहरूलाई फेसबुक पेज र इन्स्टामा पनि फलो गर्न सक्नुहुन्छ। फलो अस अन आवर Instagram and Facebook page Britant News।